हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै र आरामै छु। अनि म चाहिँ अहिले यसो पार्कतिर जाँदैछु। अनि अहिले चाहिँ रातिको 7 बजिसक्यो। अब राति चाहिँ किन भन्दा दिउँसो चाहिँ हिँड्न सक्दैन, घाममा घुम्न सक्दैन। अनि त्यही भएर म चाहिँ अहिले जाँदैछु। अहिले चाहिँ यस्तो छ भ्यू चाहिँ रातिको 7 बजे। अब म चाहिँ अहिले एक्लै छु। अनि एक्लै भए पनि घुम्न हिँडिरहेको छु कि हल्का एकदिन हप्तामा एकदिन छुट्टी हुन्छ। हेलो मेरो यात्रा भनेको चाहिँ आज दुबे हस्पिटल हो। त्यहाँतिर चाहिँ हल्का यसो राम्रो भ्यूहरू नि छ, चट्ट बसेर खानको लागि नि ठाउँ छ। अनि त्यही भएर दुबे हस्पिटल जाँदैछु। दुबे हस्पिटल चाहिँ यहीँ नजिकै छ, धेरै टाढा छैन मेरो रुमबाट। त्यहीतिर जान्छु, हल्का यसो वर्कआउटहरू गर्छु। त्यही भएर जाँदैछु। हेरौँ अब कति बेरमा पुग्छ हेरौँ। पुगेपछि तपाईँहरूलाई देखाउनेछु है त। सो गाइज म चाहिँ दुबे हस्पिटल पनि आइसक्यो। दुबे हस्पिटल चाहिँ यही हो, देख्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई भित्र गएर कस्तो छ भ्यूहरू देखाउँछु। यहाँ चाहिँ गाडी आएर हल्का रोकिरहेको चाहिँ अब कस्तो छ भ्यूहरू म तपाईँलाई भित्र गएर देखाउने छु। हस्पिटल चाहिँ यही हो। मलाई यहाँ आउन चाहिँ लगभग 30 मिनट लाग्यो होला। 30 मिनटमा चाहिँ म यहाँ आइपुग्यो। अब यहाँको कस्तो छ देखाउँछु तपाईँहरूलाई। भित्र होइन, भित्र त देखाउनु मिल्दैन, बाहिरतिर पार्कहरू यतात्यता कस्तो छ देखाउँछु तपाईँहरूलाई। हेरिदिनु है त। क्या सुर बतास लागिरहेको छ, क्या आनन्द भने जस्तो भइरहेछ कि सुर गर्मी पनि छैन। यहाँ चाहिँ सर र बतास लागिरहेछ, शीतल भइरहेछ। खासै गर्मीको फिलै भएन कि यहाँ चाहिँ अलि हरियालीहरू छ हल्का। अनि त्यही भएर होला खासै गर्मीको चाहिँ महसुस भएको छैन। अहिलेसम्म चाहिँ शीतलै छ भनौँ न। यहीँ अगाडि चाहिँ पिङ रहेछ। यहाँ चाहिँ पिङ ट्राई हेर्छ है त कस्तो हुँदो रहेछ। यहाँ हल्का खेल्ने कुराहरू रहेछ। हेरौँ है त कस्तो हुँदो रहेछ। यहाँ यो है अँध्यारो छ तर छन् चाहिँ अगाडि चाहिँ यो है ट्राई हेर्छु है त म। ओहो मजा आउँछ त्यो पनि। यस्तो पिङ नखेलाई धेरै भएको थियो, जे होस् आज मजा लिनु पाएँ भनौँ।
चाहिँ गाइस थाकिसक्यो अहिले चाहिँ। अब चाहिँ म एकछिन रेस्ट गर्छु अनि त्यस पछाडि मात्रै भिडियो बनाउँछु। अब 10-15 मिनट चाहिँ म बस्छु। थकै लागिसक्यो, के गऱ्यो अनि थकि नै लाग्यो हिँड्दा। सो गाइस अब म चाहिँ फर्किन्छु। यहाँ चाहिँ हल्का लाइटको प्रब्लम भयो कि मैले चाहिँ लाइट हुन्छ पार्कतिर पनि उज्यालो हुन्छ भन्ने सोचेको थियो, तर खासै उज्यालो चाहिँ भएन कि। देख्न सक्नुहुन्छ पार्क होइन। अब म यहाँ बाटोमा हेर्दै जान्छु, जहाँ चाहिँ लाइट छ त्यहाँ बस्छु, वर्कआउट गर्छु। अनि मैले ब्यागमा खानेकुराहरू ल्याएको छु, खान्छु। अब चाहिँ म यहाँबाट चाहिँ जान्छु। हेरौँ अब एक न एक ठाउँमा त भेट्ला भन्ने आशमा जाउँ। अब भेटिन्छ। यहाँ टन्नै छ अगाडि। अब टन्नै छ, म चाहिँ अब यहाँ आउने भनेर यहीँ आयो डाइरेक्ट। अब हेरौँ खोज्दैछौँ। सो फाइनल्ली म चाहिँ लाइट भएको ठाउँमा पनि आइसकेँ। देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ हल्का लाइट छ। अब चाहिँ म वर्कआउट गर्छु, त्यस पछाडि खाजाहरू खान्छु, खाजाहरू लिएर आएको छु। ल है त गाइस।
सो फाइनली अब चाहिँ मेरो वर्कआउट पनि सकिसक्यो। अब चाहिँ म खाजा खान्छु। मैले चाहिँ के ल्याएको छ तपाईँहरूलाई देखाउँछु। खाजा के ल्याएन, एउटा दालमोट अनि एउटा ड्यू अनि यो चाहिँ मैले रुमबाटै सस ल्याएको थियो। यही हो, यति मात्र ल्याएको छु। अब यति खान्छु अनि म चाहिँ रुमतिर लाग्छु। सो आजको लागि चाहिँ यति नै हो ब्लग। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो नराम्रो लाग्यो जस्तो लाग्यो भने कमेन्ट गरिदिनु होला। अनि यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु। र अब अर्को भिडियोमा भेटौँला। बाई बाई गाइज।